नेपाल प्रहरीले आज बिहान पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गरेको छ। यो घटना गत वर्ष सेप्टेम्बरमा भएको जेन्जी आन्दोलनको क्रममा भएको हिंसात्मक घटनासँग जोडिएको छ, जसमा धेरै जनाको ज्यान गएको थियो। नयाँ प्रधानमन्त्री बालेन शाहले शपथ ग्रहण गरेको भोलिपल्ट नै यो ड्रामेटिक कारबाही भएको हो, जसले देशभर चर्चा र बहसको विषय बनेको छ। प्रहरीका अनुसार ओलीलाई भक्तपुरको गुन्डु स्थित आफ्नै निवासबाट बिहान गिरफ्तार गरियो भने लेखकलाई सूर्यविनायक कन्टुजे क्षेत्रबाट करिब 5 बजे नै पक्राउ गरिएको थियो। गौरी बहादुर कार्की आयोगले दिएको सिफारिस अनुसार उनीहरूमाथि आपराधिक लापरवाही, फौजदारी संहिताको धारा 181 र 182 को आरोप छ। आयोगले उनीहरूलाई 10 वर्षसम्म कैद सजाय हुन सक्ने बताएको थियो। यो आन्दोलन भ्रष्टाचार र सोसल मिडिया प्रतिबन्धको विरोधमा सुरु भएको थियो, तर प्रहरीको गोली प्रहारले घटना हिंसात्मक बनेको थियो। गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, यो बदला होइन, न्यायको सुरुवात हो, कानुनभन्दा माथि कोही पनि छैन। ओली पक्ष र एमाले नेताहरूले भने यो कदमलाई प्रतिशोधको राजनीति र चरित्र हत्या भनेर तीव्र विरोध जनाएका छन्। यो गिरफ्तारीले नेपालको राजनीतिमा नयाँ मोड ल्याएको छ। अब अदालती प्रक्रिया कसरी अघि बढ्छ र यसले देशको स्थिरतालाई कस्तो प्रभाव पार्छ, सबैको ध्यान त्यतातिर गएको छ।